दर्शकवृन्द, तपाईँहरूलाई हामीले यो त्रिशुली नदी आसपास रहेका ड्रोनको फुटेज देखाइरहेका छौँ र हामीले दिवस बस्नेतको फेसबुक वालबाट यो फुटेज प्राप्त गरेका हौँ र तपाईँहरूलाई देखाइरहेका छौँ त्रिशुली ढुङ्गे आसपासका यो ड्रोन फुटेज। यहाँ चाहिँ सयौँ घरहरू यसरी डुबानमा परिएको छ र यतिखेर यो चाहिँ बगरमा परिणत भएको छ। यो चाहिँ चाइनाबाट आएको हिम पहिरोको बाढी भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र विशेष गरी यो पहिरोले ठुलो विनाश निम्त्याएको छ। देशको धेरै ठाउँहरू ध्वस्त बनाएको छ। अधिकांश रसुवाको टिमुरेदेखि चाहिँ अत्यन्तै धेरै क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र टिमुरेमा चाहिँ अलि धेरै जनधनको पनि क्षति भएको भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ र यति बेला तपाईँहरूलाई हामीले त्रिशुली आसपासका ड्रोन फुटेज देखाइरहेका छौँ। यो बाढी कसरी आएको थियो, बाढी चाहिँ बजार क्षेत्रमा कसरी बेगसहित पसेको थियो भन्ने हामीले तपाईँलाई दृश्यमा देखाइरहेका छौँ र यहाँ बनेका हाइड्रो पावरहरू पनि नरहेको पनि हामीले तपाईँलाई देखाइरहेका छौँ र अहिले चाहिँ यो विशेष गरी चाइनाबाट आएका जुन यो बाढीले अत्यन्तै ठुलो क्षति पुर्याएको छ। देशमा ठुलो सङ्कट निम्त्याएको छ र ठुलो जनधनको क्षति भएको आकलन गरिएको छ र अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण यकिन भएको छैन। ठाउँ ठाउँमा अझै पनि चाहिँ आउने क्रम जारी रहेको भन्ने पनि हामीले जानकारी प्राप्त गरेका छौँ र अझै पनि केही त्यहाँ माथि चाइनामा रहेका केही ड्यामहरू फुट्न बाँकी रहेको र ती चिजहरू पनि आउन बाँकी रहेको भन्ने पनि हामीले सुन्नमा आएका छौँ। तैपनि तपाईँहरू यो खोलाको तटीय क्षेत्रमा बस्दै हुनुहुन्छ भने तपाईँहरू एकदमै सुरक्षित भएर बस्नुहोला। आसपासमा तपाईँहरूले यो जुन खोलाको विध्वंस तपाईँलाई हामीले देखाइरहेका छौँ, जुन चाहिँ यो त्रिशुली खोला हामी भन्छौँ र विशेष गरी यो जनै पूर्णेको ठ्याक्कै मेलाको अवसरमा धेरै तीर्थालु भक्तजनहरू गोसाइकुण्ड जाने क्रम पनि यही बाटो हुँदै जाने भएको हुनाले उहाँहरूलाई पनि प्रभावित भएको र केही मानिसहरू बेपत्ता भएको भन्ने पनि हामीले सुनेका छौँ। पक्कै पनि भगवानको कृपाले सबैजना सकुशल रहन् भन्ने हाम्रो कामना रहेको छ र यस्ता विध्वंसकारी जुन एक खालका भइरहेको छ देशमा, यो अहिले बाढी पहिरो आइरहेको छ, यो कारणले हामी धेरै पछि परिरहेका छौँ। अब हाम्रो देश विकास भइरहेको छ तर बेला बेलामा हामीलाई प्रकृतिले पनि ठगिरहेको अवस्था छ। तपाईँलाई अहिले ठ्याक्कै त्रिशुलीको र ढुङ्गे आसपासको ड्रोन फुटेज हामीले देखाइरहेका छौँ र ड्रोन फुटेज दिवस बस्नेत